केही दिन यता सामाजिक सञ्जालमा देखिएको यो एउटा भिडियोले मेरो हृदय असाध्यै विक्षिप्त भएको छ। यो संसारमा जन्म लिइसके पछाडि हर कुनै प्राणीले निर्बाध रूपमा बाँच्न पाउनुपर्ने होइन र? आखिर यसले के पाप गरेको थियो र? बिचारा यो प्राणीको आज यो हालत बनाइदियो कसैले। मलाई लाग्छ कुनै पनि प्राणीले जन्म लिइसके पछाडि उसले पूर्ण रूपले बाँच्न पाउनुपर्छ। यस्तो दृश्यहरू सामाजिक सञ्जालमा आउँदा, यस्ता घटनाहरू हुँदा कतै यो समाजमा मानवता मरिसक्यो कि भन्ने प्रश्न चिन्ह खडा गरिरहेको छ। बिचरा यो गर्भिणी प्राणीको के दोष थियो होला र? आफूलाई जान्ने भन्ने कुनै व्यक्तिले आज यस्तो हालत बनाइदियो। अझ यो भिडियो गौर तरिकाले हेरे एउटा गर्भिणी आमाले आफ्नो सन्तानलाई जन्म दिनका निम्ति आफ्नो जीवनलाई अन्तिम प्रहरसम्म एक मुठी सास रहन्जेलसम्म कति प्रयास गर्दो रहेछ। यो भिडियो हेरेर थाहा पाएँ। साँच्चीकै यो भिडियो हेर्दा कति बेला आँखाबाट आँसु खसेछ पत्तै पाएन। तपाईहरूको पनि यो दृश्यले हृदय छिया भएको होला। यस्ता घटनाहरू घट्दा, यस्ता घटनाहरूले हाम्रो समाजमा अब मानवता मर्यो कि मानवता नै छैन कि भन्ने स्थिति खडा गरिरहेको छ। त्यसैले म कामना गर्छु, त्यसैले म आग्रह गर्छु, अब यस्ता घटनाहरू नघटोस् यो समाजमा। हर कोही प्राणीले स्वतन्त्र भई बाँच्न पाओस् र स्वतन्त्र भई मृत्युवरण गर्न पाओस्।